यस्तो छ है यतातिर गार्डन सरर लिएर यतातिर अब समुद्र माछा खान्यो आज माछा मारेर खाइदिने केटाहरू माछा मार्ने भनेर पुरा हिँड्दै खाए समुद्र यहाँबाट यति छिर्दिन पाइन्छ छिर्नु पाइन्छ यतिकै ए कहाँबाट छिर्नु जस्तो भयो क्या अध्ययन के हो कि ठुलो मान्छे छ आए यो माथिबाट टुराउनु दाइ को समुद्र है गाइस पनि हामीसँग आउनुभएको जेठो लै खतरा हो नि एकदम इसी अब जम्मैकै डाङ्गे अब पुर्ने जेठीले त गङ्गा त खोजेको ढुङ्गा मात्रै निकाल्छ खाले अले ल डोनी खै कुन छ लिनु रे मसिङ त नेपालुलाई खाना हाले कि कुनाङ टा होला त इसी जाला गङ्गा त होस् नि पोरो हामी पनि यस्तो ढुङ्गा कस्तो मजाले बनाएर राखेर बार लगाएको सबै माछा चलेछ कि क्या हो यतै चले है क्या माछा ओए दाजु यहाँ त बिरीले हुन त्यो गाह्रो भेट्छ छान्डे त्यो त इन्च लुम ल्याउँछ कि न बाटी दिशा पोस्छ नहान त भाइ तिमी पनि हान न
खै गङ्गा त यसको त के भन्छ अरे त्यो आफूभन्दा पनि टोक्ने ढ्याम्पो ठुलो छ त यार मारी नहाले खै उसको हाल्ने सिकाउँदै दाइ बल्छीमा त्यो उन्ने गङ्गटा उन्ने होइन हजुर मजाले हाल है माछाको दाना हुँदैछ अनि त्यस्तै चुच्चा निकाल्नु हुन्न क्या खाँदैन चुच्चा निकाल्दाखेरि तीन ठाउँमै हाल्नु पर्यो तीन ठाउँमै अझै आयो ल दिशा ल त्यो टाढो खोज्दैन डब्बा खै डब्बा लिएर डब्बा खोलिदिएको बोल बाबू उस ढेमला को इसलिए नि त गेलटन होस् ढेनम जान त गेलटन झले नि ढेमा होस् कि त रान त धुस्कान त ढेमला इजाना है के इजाना ढेनमा ले न इला लाना है नि त ए नि किनभने टी सर्ट नै टाक्न र ल फोटो किदिन्छ जेठो ए जोइ ल यहाँ एउटा फोटो खिचौँ त भाइ ल भिडियो नै बनिरहेछ हो अहिले मेरोमा इसी ट्रेनिङ लो टी सर्ट माछा ल है माछा पर्यो माछा ए तेरो यहाँ हाम्रो छोरे भाइ तोरे भाइ ल ओ फेरि आयो है माछा ओ मसिन दिन्छ पहिला छोड्नु ल निकाल सौरभ निकाल यहाँ सामान निकालेर बाहिर राख यस्तो भएको होला छ कि त्यो यस्तो भएको होला छ क्या यो गङ्गटा हाल्ने भाँडो छैन
हो खत्रै पोस आन्दै ओहो कस्तो डर हो यार Long cái này nè. cho anh mà lấy đi xe ở cái cái kia dạ समय नहीं जेठो उहिले त ढुमा होसी पनि आले के जे होसी बास्न कि काट ल्याउँछ क्या हुन्छ होसी गयो कि फोन आइज कि आलिक हाले जे मात्रै ल्याउँछ यार दाङ्गिन यार masih total baca aja kita jika deh katra jika ini gitu tadi nang tuh ini masih jes tuh sama mana saja di ini gitu कार्डबोर्ड ची बारह की है पानी चाहिदिनु पर्यो कि कस्तो रहेछ जेठो त्यही 6 किलो छ यार Turunnya Uli dia जाना ले यार जम्मै जाना के अरु पनि लान है दाइ कसले ल्याउँछ के अन्त बल्छी लेकिन ये दीदे बोले और कच्चिंगे और मैं साला इन रेव तो जुंगा बन सांग गयो यार जुंगा पनि हुँदैछ हेट गंगा टाको नि उ जेठ उ जे सौरभ गंगा टाको पनि उसो हुँदैछ नि त दारी जुंगा यार ओहो तो डर गयो कि ल्याउँछ यार यस्तो यस्तो लिएर गएर खानी खान नखाने तिमीहरूतिर खान्छन् न खान्छ त्यस्तै हो ए घोजी खाइदिने के सुनेर भुटेर खाइदिने लाग्छ अरु पनि काट्ने अर्को पनि लान हेर पसी ल्याउँछ
झऱ्यो के जेठो जेठो उड्यो त ढुमा होसी पनि आले के जे होसी बाँच्न कि काट्यो छ क्या हुन्छ होसी गोगी फोन आइदियो कि आल खेले जा मात्रै ल्याउँछ यार दाङ्गिन यार masih total baca aja kita jika deh patra jika ini gitu sering nang tuh ini masih jes tuh kamu mana saja di ini gitu कार्डबोर्ड की बारगी है पानी चाहिदिनु पर्यो कि कस्तो रहेछ जेठो त्यही छेसिरहेछ यार Terbanyak. Kulit dia jangan liar, jauh jangan ke. और पनि लान है दाइ कसैले ल्याउँछ कि अन्त बल्छी लेके हैन ए दिदे हो ले अब काट्छिन् के अरे माछाले यिनीहरु एउटा जुङ्गा पनि छ नि ल्याउँछ यार जुङ्गा पनि हुने रहेछ हेट गङ्गा टाक्यो नि ऊ जेठु जे सौरभ गङ्गा टाको पनि उसो हुने रहेछ नि त दारी जुङ्गा ऊ यार ओहो त्यो दर घोकी ल्याउँछ यार यस्तो यस्तो लिएर गएर खानी खान नखाने तिमीहरूतिर खान्छन् न खान्छ त्यस्तै हो ए घोगी खाइदिने के सुनेर भुटेर खाइदिने लाग्छ अरू पनि काट्ने अर्को पनि लान हेर पछि ल्याउँछ झऱ्यो के जेठो फुलबारी लामो रहेछ त्यहाँ हुनु त्यता त बुढो पछाडि छ बुढोले फेरि फोटो निकालिस् भने पनि
बर्बाद छ हजुरको बोट भर्छ लगाएको यो अब फल्ने दाना पर्दो रहेछ कुनै ल्याएर रोप्छ ए नर्सरी गरेर राखेको ल्याएर रोप्ने होला नर्सरीबाट नि माछा मार्नेहरू यति हेरे खजुर यहाँबाट झरेको कि पैसो झऱ्यो कति नेपालको 103 रुपियाँ रहेछ 3 रुपियाँ या मात्र 5 या 15 कति जाने जाने नेपालको 118 रुपियाँ रहेछ तपाईँहरू पिपलको रुख देखाउने खोज्दाखेरि हो क्या पिपल रुख यस्तो दामी छ कि यो फुल चाहिँ घामले गरेर अलिक राम्रो आएन बवाल छ है यो घामले गरेर खासै राम्रो आएन